सम्पूर्णमा नमस्कार। म विश्वर मगर। यति बेला म बङ्गालचुली गाउँपालिका वार्ड नम्बर 5 अवस्थित रहेको पर्यटक स्थल बङ्गालचुलीको प्राङ्गणमा उभिरहेको छु र आज मैले यहाँ भएका दृश्यहरू तपाईहरु सामु ल्याउनको निमित्त म यहाँ आइपुगेको छु र अब बाँकी भिडियोहरु चाहिँ हजुर देख्न सक्नुहुन्छ। अब म यति बेला चाहिँ व्यापारिक केन्द्र प्रदर्शनी मेलातिर रहेको छु। यहाँ आइसक्रिम चाहिँ हैन देख्नुहुन्छ। यहाँ मेलामा उपलब्ध छ गन्दा र नाक कान छेर्ने रु 50 छेर्ने हैन छेर्नुहुन्छ। म त छेडिसकेको छु नछेर्दै मैले। प्रदर्शनी मेला आयो चाहिँ यहाँ जेडीहरू पाक्दै छ जेडीहरू। गोरेर लगिदिनु भएन केही। ल देख्न सक्नुहुन्छ दर्शकबिनहरु। यहाँ हाम्रो गुन्जे आइसक्रिम ल्यापल्यापले आज चाउमिन बनाउँदै हुनुहुन्छ। यसलाई हाई गरिदिउँ न यार। हजुर हजुर के छ हजुर? चिन्नु भएन क्या? चिन्नु भएन नि? आज मैले बहुत ठुलो गल्ती गरेँ यहाँ क्यामेरा नलिएर। तर भाइ नि मोबाइलबाट भयो नि तपाईको चाहिँ कैद गर्छु। ममा कति छ कति हेर्नुस्। गुन्जे आइसक्रिम ल्यापल्यापले चाउमिन र मोमो चाहिँ अब बिक्री गर्दै हुनुहुन्छ। उहाँ चाहिँ अब देवस्थानको बासिन्दा हुनुहुन्छ माण्डवी गाउँपालिकाको। जाऊ दर्शकहरू आउने क्रम जारी छ।
देख्न सक्नुहुन्छ तपाईँहरूले। त्यही भएर त मैले गुन्जे आइसक्रिम ल्याप तल बन्द थियो कि ढोका थियो। अब हामी चाहिँ यो मेलाको उद्धवमा स्थलबाट हामी भ्यू टावरतर्फ जाँदै गरिरहेको अवस्था छ यति बेला। ल हेर्नुहोस् है दर्शक यहाँ देख्न सक्नुहुन्छ माथि नाचगान चलिरहेको छ। म यो बाटो हिँड्दैछु। आज कसका अब बोयफ्रेन्ड आएनन् गर्लफ्रेन्ड आएन सब देख्ने भयो यार। बोयफ्रेन्ड नआएकाले चाहिँ अब गर्लफ्रेन्ड देख्ने भयो, गर्लफ्रेन्ड नआएकाले बोयफ्रेन्ड देख्ने भयो। नसुतेर हो क्या। फर्किन रात नपर्ने भएपछि बसिन्थ्यो, फर्किन रात पर्नु भयो कि। अब हामी भ्यू टावरको परिसरतिर लाग्दैछौँ। उता आउँदै रहेछ यार। यहाँबाट सोध्नु जाने भोक लागिसक्यो। कता गयो? ए आउँछ। नसुतेर हो क्या। फर्किन रात नपर्ने भएपछि बसिन्थ्यो, फर्किन रात पर्नु भयो कि। अब हामी भ्यू टावरको परिसरतिर लाग्दैछौँ। उता आउँदै रहेछ यार। यहाँबाट सोध्नु जाने भोक लागिसक्यो। कता गयो? ए आउँछ। बल्ल त भैलो आउँदैछ। अब हामी भ्यू टावरको नजिक पुगिसकेका छौँ।
यो बङ्गाल चाहिँ भ्युटार